चट्ट लाएर 2 लाखको फन्डले चट्ट लाएर फोटो सोटो खिच्यो। 5.5 लाखको बाइक चढाइ, 2 लाखको चाहिने मोबाइलले फोटो खिचाइ, भिडियो बनाइ, 20 करोडको चाहिने हामी 2 भाइ। यहाँभन्दा के चाहियो लाइफमा? के छ र जिन्दगी कसम। आज हामी इमाडोलको चर्च जाँदैछौँ हामी 2 भाइ चाहिँ भैँसे पार्टीको। अहिले हामी यहाँ कोटेश्वरको जाममा जाम पनि ठ्याक्कै खोलिसक्यो गाई। पास्टर लागेर ठुलो हुन्छ त, पास्टर लागेर ठुलो हुन्छ चर्चको नाम ज्योति ग्रेट फेलोसिप कमिसन। आजले हाम्रो चर्चको वार्षिक उत्सव रहेको छ। भन्दै जाउँ है। त्यसैले हामी 2 भाइ त्यो वार्षिक उत्सव मनाउनलाई अहिले सिन्धुलीको बाटोमा छौँ। हेरेर बुझेर गाई
अहिले चाहिँ हामी भैँसेपाटी चर्चबाट फर्किँदैछौँ। त्यहाँ नजिकमा सबै प्रोग्रामहरू सकेर खानासानाहरू पनि खाइयो होइन। अनि सातो बाटोको त्यो ठ्याक्कै रोड मास्तिर भरे देख्न सक्नुहुन्छ तपाईँहरूले। एकदम राम्रो फुल फुलिरहेको देखियो। त्यसपछि हामीले पनि गोजीबाट स्वाट लाएर 2 लाखको फन्डले चट्ट लाएर फोटोसोटो खिच्यो। 5.5 लाखको बाइक चढाइ, 2 लाखको चाहिने मोबाइलले फोटो खिचाइ, भिडियो बनाइ, 20 करोडको चाहिने हामी 2 भाइ। यहाँभन्दा के चाहियो लाइफमा? के छ र जिन्दगी? कसम फन पनि जाँदा 2 लाख ऋण काटेर किनेर ठ्याक्कै लाएर ऊ भयो भने चाहिँ के छ नि यहाँबाट त। हामी चाहिँ यो चाहिने नेपालीको चोरबाट हिँड्दैछौँ उता जाम भएर। एम्बुलेन्स पनि चोरबाटै आएको रहेछ। 2 लाखको भन्ने डर भइसक्यो। नेपालीहरूको हेरौँ काम भित्र सहरी भित्र पेट पाल्नको लागि अनेक गरेर हिँड्नुपर्छ। यहाँ हेरौँ पानीमा। यो भाइ पनि भाइरल बनाइन्छ ल, सुकेको चाक रहेछ हो। जस्तोको त्यस्तै हामीले यो पोकोमा के बोकेको र यो दिदीले यस्तो बिजो गरी ल। हेर्नु छैन यो सातोबाट जाने रोडतिर यसरी बनिरहेको छ माथि आकाशे पुल। यो सञ्चालन हुनुको लागि चाहिँ र म्याक्सिमम 1 वर्ष जति लाग्छ होला भन्ने मलाई लाग्छ। अहिले यस्तो बनिरहेको छ देखाउँदाखेरि। अब नेपाल केही हुँदैछ बिस्तारै बिस्तारै। ट्राफिक दाइले पनि एकदम राम्रो काम गरिराख्नु भएको छ। उहाँले पनि धुलो मुलो गर्मी सर्मी घाम पानी नभनी खटिराख्नु भएको छ। हामी त्यस्तै नेपालको जाम यस्तो हुन्छ। मजाको चट्ट ट्राफिक दाइले हामीलाई छोडिसक्नुभयो। हाम्रो रोकेको जाउँ। ए दाइ जेब्रा क्रसबाट कट्नुपर्छ है बाटो। के गर्नु, गाडीकै चाहिने गाडी र मान्छे बाइकहरूकै चाहिने भिडियो बनाएरै भाइरल हुने भयो जिन्दगीमा। कति राम्रो रोड यस्तो छेउछाउमा धुलो मुलो यता हरियाइरहेको पठाउ चढे हो। हेलो, अब हामी चाहिँ रुम आइपुग्नु लाग्यो है। अब आजको भ्लग यस्तै कस्तै भइहाल्यो। पहिलो प्रयास हो, धेरै पछाडिको। बोल्न पनि तपाईँहरूमा अप्ठ्यारो लागिरहेछ। यस्तो छ हामी हिँड्ने बाटो, यता जाने बाटो अब यस्तो छ। हामी अलिक कडा भएर होला भ्लग पनि खासै कतिवटा खालकै आउँछ। अब यति भन्दै तपाईँहरूको माया साथ सपोर्ट गर्नुहुन्छ भन्दै अब ओके है त, बाई बाई।